गाइस फिफा 2026 देखि चाहिँ फिफाले एउटा नयाँ नियम लागू गरेको छ। 90 मिनट्सको जुन खेल हुन्छ, जुन म्याच हुन्छ, त्यसमा चाहिँ दुईवटा हाइड्रेसन ब्रेक भनेर पानी खाने होइन, त्यो ब्रेक राखेको छ। अब यसमा चाहिँ धेरैजनाले आलोचना पनि गरेका छन् र होइन क्रिटिसिजम पनि गरे र यसलाई चाहिँ राम्रो भनेर पनि भनिरहेका छन्। अब क्रिटिसिजम गर्नेहरूको तर्क चाहिँ के छ भने जस्तै फिफाले चाहिँ विज्ञापन बढी चलाउनको लागि र धेरै आम्दानी गर्नको लागि यस्तो किसिमको यो हाइड्रेसन ब्रेक ल्यायो भन्ने छन् होइन। तर केही भने होइन, पानी खाने हिसाबले फिफाले एकदम राम्रो नियम ल्याएको छ। WHO ले भनेअनुसारको उसले मानेको छ, फलो गरेको छ रुल्स भनेर भइरहेको छ। आज चाहिँ रातिको 12 बजिरहेको छ, 12 बजेर पनि क्रस भइसक्यो। अहिले चाहिँ पोर्चुगल भर्सेस कङ्गो DR को म्याच चलिरहेको छ। करिब 70 मिनटपछि एक अङ्क बराबरमा छन्। अब हेर्दै जाउँ के हुन्छ, यिनीहरूले कसरी जित निकाल्न सक्छन्, कसले जित निकाल्छ या लिग। अब यो त लिग हो होइन, आजै नकआउट हुन्छ भन्ने त हुँदैन। त्यस कारणले गर्दाखेरि चाहिँ अब हेरौँ, 1-1 छ अहिलेसम्मको अवस्था। हस् त, गुड नाइट।